पर्यो भने त्यो भस्म होस् भनेर भस्मेश्वरले चाहिँ शिवजीसँग वरदान माग्यो। शिवजीले चाहिँ के भनिदिनु भयो, तथास्तु भनिदिनु भयो। अनि भस्मेश्वरले चाहिँ के गर्यो, अब शिवजीलाई नि मार्नको लागि शिवजीको हात माथि पार्न खोज्यो। अनि शिवजी भाग्नुभयो। भागेर आएर उहाँले त्यहाँबाट पाल पारेर अनि यसरी फेला पारेर उहाँ पछाडि गएर लुक्नु भयो। हेलो गाइस, तपाईँहरू कस्तो हुनुहुन्छ? होइन, म ठिकै छु है। अहिले चाहिँ हामी चाहिँ कहाँनिर छौँ भन्दाखेरि चाहिँ अहिले चाहिँ यो नेपालको तिवारी भन्ज्याङ भन्ने ठाउँमा छ होइन। अहिले यहाँदेखि चाहिँ हामी चाहिँ हलेसी गएको, त्यही कारणले यहाँनिर अहिले टी ब्याग चिया खानुको लागि रोकेको छौँ। यो पछाडि चाहिँ एकदमै राम्रो जग्गा छ। पछाडि ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ हो, एकदमै राम्रो जग्गाहरू रहेछ होइन। एकदम गाडीहरू छ, जग्गाहरू एकदमै राम्रो रहेछ। हामी चाहिँ यहाँ तिवारी भन्ज्याङ भन्ने जग्गामा छौँ। यहाँ चाहिँ चिया खानुको लागि रोकेको छौँ। अब यहाँदेखि चाहिँ हामी हलेसीको लागि निक्ल्यौँ। हलेसी यहाँदेखि कमसेकम 3 आवर्स जस्तो लाग्ने रहेछ होइन। अन्त त्यहाँ गएर के हेर्नुहोस्, तपाईँहरूलाई म सबै देखाउने छु। तपाईँहरू यहाँनिर यो भिडियोको मार्फत तपाईँहरू हेर्नु सक्नुहुन्छ कि यो तिवारी भन्ज्याङ कस्तो जग्गा छ भन्दाखेरि यो चाहिँ तपाईँको तिवारी भन्ज्याङ होइन। त्यसरी चाहिँ भन्दो रहेछ। अन्त यो जग्गाहरू एकदमै राम्रो लाग्यो मलाई। यहाँनिर जस्तो अब यो बाटो यो सिधै गएर तपाईँको हलेसी भन्ने जग्गामा पर्दो रहेछ यो हाइवे बाटो चाहिँ। यहाँनिर एकदमै राम्रो लाग्यो मलाई। अन्त यहाँको अब स्पेसियालिटी अब यहाँको फ्रुटहरू चाहिँ के छ भन्दाखेरि चाहिँ मलाई थाहा भएन, तपाईँहरूलाई सोध्छु होइन। एकदमै राम्रो यहाँनिर चाहिँ एउटा सानो बजार नै रहेछ, त्यो कारणले तपाईँहरूलाई देखाउने चाहिँ हेर्नु होला। हाम्रो गाडी चाहिँ यहाँ छ होइन। हामी चाहिँ यताबाट आएको, अहिले यताबाट आएर चाहिँ अब हामी चाहिँ यहाँनिर चाहिँ यो हलेसीको बाटो त्यो बाटो जाँदैछौँ। तपाईँहरूले हेरिबस्नु होला मेरो मिनी ब्लगलाई। जति सक्दो सेयर, लाइक, कमेन्ट गरिदिनु होला कि तपाईँहरू पनि यो ठाउँमा आएर भिजिट गरिदिनु होला कि। हामी अहिले नेपालको भ्रमण गर्दै गर्दै तिवारी भन्ज्याङमा आइपुगेका छौँ। र यहाँनिर हामी यहाँ हाम्रो मनोज सर, यहाँ हाम्रो दास सर, म स्वयं यहाँ एकछिन रिल्याक्स गर्दैछौँ। तिमी हामी नेपालमा भएर पनि हाम्रो सिक्किमको अति प्रिय लोकप्रिय ठाउँको चिया हामी खाइरहेको आनन्द लिइरहेछौँ। जग्गा हामी अब यहाँबाट हामी हलेसीतिर जाँदैछौँ। यहाँबाट चाहिँ लगभग 3.5 घन्टा लाग्छ भन्दैछ। हेरौँ, बाटो चाहिँ अति नै राम्रो। यस्तो रिमोट एरियामा पनि बाटो चाहिँ यति राम्रो, कहीँ पनि खराबी देखेन। नेपाल सरकारको यो काम चाहिँ अति नै राम्रो लाग्यो हामीलाई। बाटो चाहिँ एकदम यातायातको लागि बाटो चाहिँ एकदमै राम्रो, कम्फर्टेबल, कहीँ छैन, राम्रो रहेछ। अनि कृपया तपाईँहरू पनि यो ठाउँमा घुम्न आउनुहोस्, एकदमै राम्रो छ। Lights went down when you feel lost in your shadow. Don't feel alone. Scream so loud. We are living in this cruel world. Broken but strong. Gotta move on. You're not a vagary of life. Equip my soul. Find the real gold. I'll follow what I started. Organic DDT. दोकान छ त्यहाँनिर आएर खाँदैछौँ होइन। र यो टी खाइसकेपछि हामी यहाँबाट अब हलेसीको लागि निस्किनेछौँ। अन्नपूर्ण दिपाली भन्ने जग्गा भन्दो रहेछ। त्यो जग्गालाई चाहिँ यहाँ चाहिँ तपाईँहरू आउनु हो भने
Fire went out, lights went down. When you feel lost in your shadow, feel alone, don't scream so loud. We are living in this cruel world. Broken but strong, gotta move on. You are not a bakery of life. Equip my soul, find the real goal. How fulfilled त्यो राम्रो छ what I अरे नि बाटो started. त्यो चाहिँ कताबाट जानु हलेसी पुगेर भने होइन सिलगढीबाट फेरि हामी धरान त किन जान्छ होइन हौ त्यो सबै नेपालको गाडी यो चाहिँ होटलको रिसेप्सन अगाडि अन्त हामी चाहिँ यो होटलमा बसेको छौँ जुन जुम्बा भन्ने होटलमा बसेको छौँ होइन अन्त यहाँनिर चाहिँ के कसो हुन्छ त होटलको रुम के कस्तो छ तपाईँहरूलाई देखाउने छु तर एकदमै राम्रो रहेछ पिसफुल चिसो चिसो जग्गा रहेछ हाम्रै सिक्किम जस्तै रहेछ होइन एकदमै राम्रो रहेछ तपाईँहरूलाई रुमको भिजिट गराउने छु तपाईँ हेर्दै होला हामी चाहिँ कहाँ छौँ भन्दाखेरि अहिले चाहिँ हामी यहाँनिर अहिले मन्दिरको लागि दर्शनको लागि निस्किन आएको हामी चाहिँ बेलुका यो होटलमा बसेको थियौँ यो होटलमा बसेको थियौँ र चाहिँ आज बिहान चाहिँ हामी यो दर्शनको लागि निक्लिनेछौँ होइन अन्त दर्शनमा के कसो हुनेछ तपाईँहरूलाई देखाउने छु अहिले चाहिँ हेर्नुहोस् यो होटल एकदमै राम्रो लाग्यो मलाई होइन राम्रो रहेछ हामी चाहिँ आज यहाँबाट मन्दिरको लागि दर्शन गर्न गरिसकेपछि आज चाहिँ हामी फर्किनेवाला छौँ होइन दिउँसम्म अन्त आज के कसो हुनेछ दिन बजी के हुनेछ तपाईँहरूलाई देखाउने नै छु तपाईँहरूले हेरिबस्नु होला तपाईँहरूले लाइक सेयर कमेन्ट चाहिँ गर्न नबिर्सिनु होला मलाई तपाईँहरूले सपोर्ट गरिदिनु होला ओके म तपाईँहरूलाई यो अब हामी जो बसेको होटलको भ्यू देखाउँदैछु यो जुन चाहिँ ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ यो चाहिँ
होटलमा यो होटलमा बसेको थियौँ। अन्त हामी जानुपर्ने चाहिँ आज चाहिँ यो साइड हो, एकदमै राम्रो छ यो। हलेसीको बजार हो होइन। बजार हो, त्यहाँदेखि चाहिँ हामी हिँडेर दर्शनको लागि जानेछौँ। यहाँनिर चाहिँ एकदम यो चाहिँ हलेसीको बजार। यहाँनिर चाहिँ यस्तो केहरू किनेर लगेर दर्शन गर्नुपर्ने रहेछ। हेरिबस्नु होला। दोकानहरू छ। हुन्छ हजुर हजुर आए कहाँबाट छिर्नु भयो? म त्यत्रो गाडी स्टार्ट गरेर बसिरहेको थिएँ। मलाई एउटा दिनु नि दर्शनको लागि। कति मेरोमा छ ल हजुर। कति हो? पूजाको सामान होइन। अब चाहिँ गएर हामी पूजासुजा गरिन्छ। दि अहिले यो ढाकी फर्काउन आउँदा दिनुहोस् ल। ए हो होइन कि तपाईँकोमा चेन्ज थिएन कि भनेर नि। थ्याङ्क यू। यहाँ चाहिँ अब हामी दर्शनको लागि जाँदैछौँ। यहाँ चाहिँ यसरी फुलहरू होइन। के हुन्छ एउटा मान्छेको हामी दर्शनको लागि जान्छौँ। म त आगे तल पो पर्खिरहेको पार्किङमै। त्यत्रो हामी भनेको न मान्छे सुनिले नि मैले। यहाँनिर चाहिँ हामी दर्शनको लागि यस्तो हामी चाहिँ दर्शनको लागि होइन हुन्छ। जानेछु अब हामी चाहिँ यहाँनिर शिव मन्दिर तपाईँलाई होइन नम्बर ल्याएको छ है। छ
ल्याएको छौ बोकी होइन पैसा नै एउटा त पुग्नुपर्छ होला है दुध हामी चाहिँ यहाँनिर अहिले यहाँनिर दर्शनको लागि तपाईँहरू हुन्छ तलै जय हलेसी यहाँ चाहिँ एकदमै भिड होइन ए यता हो पैसा झऱ्यो पैसा यसरी पूजा सुजा हुँदो रहेछ है के गर्नुपर्छ सब भन्नु अलिक छेउमा आएर सबैले सुन्ने गरी हामी चाहिँ यहाँनिर अहिले हलेसी पर्यो कहाँबाट झर्नु पर्थ्यो ए हो सिक्किमको राजाले बनाएको यो चाहिँ पहिला चाहिँ सिक्किमको राजाले बनाएको बाटो चाहिँ तल शिवाजी थान हलेसी महादेवी त्यता यता पार्वती थान यता आयो माथि यहाँ यो माथि माथिको साप हो त्यताबाट जानु अच्छा यो चाहिँ साप यो माथि माथि भूकम्पहरू आयो भने केही झर्दैन तल पाउँदैन पाउँदैन भनिरहेको पाउँदैन पक्रिनु उताबाट छिरेर यहाँ निस्किन्छ अरे पाप द्वार होइन होइन लुगा लिएको हुनुपर्छ अरे नि लुगा लिएको हुनुपर्छ अरे पुरा हिलो छ अरे न त म छिर्छेँ नि उहाँबाट निस्किन्छ नि हाल्नु पनि यताबाट छिरेर चाहिँ यताबाट निस्किने यताबाट छिरेर चाहिँ जो पाप
डम्बरी जस्तो रहेछ को तल रहेछ Talk smack with the homies, laugh till we cry. And the beat still bumps as the sun says goodbye. Now throw your hands up if you feel this breeze. Come on, West Coast vibing got you weak in the knee. Low riders bouncing with the भाइ funk पर्सिना tonight. Under neon skies, man, we're feeling fly. आकाश Grooving on that West Coast ride. Say barbecue flames and the ocean tide. यो चाहिँ तपाईँको आकाश देख्ने Keep it alive, so real, so true. This laid back life's just what we do. Phone shining, streets alive, candy paint gleaming. Yeah, we thrive. Oh yeah, तपाईँको आकाश देख्ने let the good times roll. Funk so strong it's seeping in your soul. पर्यो भने त्यो भस्म होस् भनेर भस्मेश्वरले चाहिँ शिवजीसँग वरदान माग्यो शिवजीले चाहिँ के भनिदिनु भयो तथास्तु भनिदिनु भयो अनि भस्मेश्वरले चाहिँ के गर्यो अब शिवजीलाई नि मार्नको लागि शिवजीको हात माथि पार्न खोज्यो अनि शिवजी भाग्नुभयो भागेर आएर उहाँ त्यहाँबाट पाल पारेर अनि यसरी फेला पारेर उहाँ पछाडि गएर लुक्नुभयो